मलाई एकदमै राम्रो लाग्यो र सोचे भन्दा एकदमै परफेक्ट लाग्यो। हेलो साथीहरु नमस्ते। आज हाम्रो म्याम चाहिँ टाढोबाट मेरो टिकटक हेर्न आउनु भएको छ। बिग फ्रेन्ड है उहाँ चाहिँ पनि। अनि उहाँको कपाल हेर्न सक्छ हैन। उहाँको चाहिँ यस्तो फुलेको छ हैन। अब कति कलर गर्नु, उहाँ चाहिँ एकदमै अफिसको कारणले गर्दा कलर गरिराख्नु पनि उहाँलाई एक त टाइम हुँदैन हैन। अनि त्यो भएको कारणले गर्दा कलर गर्दा पनि उहाँको टाउकोहरू दुख्ने समस्या भएपछि उहाँ चाहिँ यो हेयर टपर लिन आउनु भएको छ। कस्तो देखिन्छ साथीहरु, नलाउँदाको लुक्स हेर्नु होला हैन। आइसकेपछिको लुक्स म देखाउँछु। लाउनलाई एकदमै सजिलो छ साथीहरु। यहाँ 5 वटा क्लिप रहेको हुन्छ, सटलक्क यसरी लगाउने हो। म्याम ह्याप्पीनेस भएर बस्नुस् है, एकदम स्माइल दिएर बस्नुस् है। यसरी टक्कसँगले सेट गरेर यसरी मिलाउनु पर्ने हुन्छ हैन साथीहरु। मैले चाहिँ उहाँलाई सेट गरिदिसकेको छु। हल्का उहाँको हेयर स्टाइल चाहिँ एकदमै सर्ट भएको कारणले गर्दा उहाँको प्रोफेसनल पनि एकदमै राम्रो खालको मतलब लुक्स बनाउनु पर्ने भएको कारणले गर्दा उहाँको डिजाइन अनुसार मैले यस्तो खालको बनाइदिएको छु साथीहरु हैन। यदि तपाईहरुलाई पनि हाम्रो म्यामले लगाउनु भएको हेयर टपर बिना सिउँदोको मन परेमा हजुरले दिएको नम्बरमा व्हाट्सएप भाइब्रेट गर्नु होला। यसले चाहिँ हजुरको फुलेको पनि छोप्ने प्लस पोइन्ट भोल्युम पनि बढाउने र राम्रो एकदम स्ट्यान्डर्ड र ब्युटिफुल लुक्स पनि आउने भएको कारणले गर्दा म्यामलाई मैले यो लगाइदिएको छु। म्यामकै 2 शब्द, म्याम कस्तो लाग्यो हजुरलाई यो हेयर? मलाई एकदमै राम्रो लाग्यो र सोचे भन्दा एकदमै परफेक्ट लाग्यो। चित्त बुझ्यो? हजुर। यदि हाम्रो सिस्टर जस्तो ब्युटिफुल हुन मन छ भने छिटो आउनु है साथीहरु। ल बाइ बाइ।